तिनकुने घटनामा सुरक्षा निकायले नै तथ्य लुकाएको पाइएको छ। राष्ट्रगान बज्दै गर्दा मञ्चमा नै अश्रु ग्यास हानेको भिडियोलाई डिपफेक भन्दै नेपाल प्रहरीकी प्रवक्ताले लाजै नमानी झुट बोलेका छन्। त्यहाँ राष्ट्रगान कहीँ बजेको छैन, त्यो फेक डिपफेक भिडियो। प्रहरीले 58 राउन्ड गोली प्रहार भएको सार्वजनिक गर्यो। 58 वटा लाइभ राउन्ड छ। तर प्रहरीकै गोप्य प्रतिवेदनले 110 राउन्ड गोली हानेको तथ्य खुलाएको छ। म्याद सकेको अश्रु ग्यास हानिएको छ। अगस्त 2012 एक्सपायरी डेट। तर राज्य व्यवस्था समितिमै प्रहरी प्रमुखले म्याद नागेको अश्रु ग्यास नहानेको दाबी गरेका छन्। म्याद नागेको ननागेको विषयमा मलाई चाहिँ जानकारी भएन। म्याद नागेको ननागेको, तर म्याद भएकै चाहिँ हामीले हानेका हौं। अनि प्रहरीले चलाएको गोलीबाट घाइते भएका 20 जना मध्ये अधिकांश घाइतेहरू राजावादी आन्दोलनसँग सरोकार नै नभएका सर्वसाधारण छन्। तर न्यायिक छानबिन आयोग बनाऊ भन्दा सरकारी पक्ष चाहँदैन। न्यायिक आयोगको माग गर्नु उचित गर्न खोजेका के हुन् त्यो पनि बुझौँ भन्नेतिर अल्मलियम भने हामी चिन्तामा पुग्दैन। यो आपराधिक घटना हो। किन? आउनुहोस् आजको द रिपोर्टरमा तिनकुने घटनामा राज्यले लुकाउन चाहेका तर देखिएका तथ्यहरूबारे चर्चा गरौँ। राष्ट्रगान बजेकै बेला प्रहरीले मञ्चमा हानेको थियो अश्रु ग्यास। सामाजिक सञ्जालमा आएको यो भिडियो हामीले यसअघिको रिपोर्टमा पनि देखाएका थियौं। तर यही भिडियोलाई नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्यले आकस्मिक पत्रकार सम्मेलन गरेर यो डिपफेक भिडियो हो, अश्रु ग्यास हानेको सत्य हो, तर राष्ट्रगान बजेको थिएन भन्ने दावी गरे। त्यहाँ राष्ट्रगान कहीँ बजेको छैन, त्यो फेक डिपफेक भिडियो हो। त्यहाँ कार्यक्रमै सुरु भएको छैन त कसरी राष्ट्रगान बज्छ? त्यहाँ कोही देख्नु भएको छ तपाईँहरूले? त्यहाँ उसमा भएको नेता कोही जम्मा भएको देख्नु भएको छ त्यहाँ कुनै भिडियोमा? एउटा पनि भिडियो छैन जहाँनिर नेता गएर बसिसकेको अवस्था हो। तर प्रहरी प्रवक्ताले खै कुन अनुसन्धान गरेर यो भिडियोलाई डिपफेक भने उनीले जानुन्। तर यसको सत्यता हेर्न अन्य एंगलबाट लिएका थप भिडियोहरू हेर्नुहोस्। स्टेजमा हाल्यो, स्टेजमा नेता हो, अगाडि हो। पहिला यो भिडियोको चर्चा गरौँ। भ्लगर सचित राइडर्सको युट्युब च्यानलमा चैत्र 16 गते तिनकुनेमा भएको प्रदर्शनको 1 घण्टा 13 मिनट लामो भ्लग अपलोड उनको यो भ्लगमा राष्ट्रगान बज्दै गर्दा मञ्चमा अश्रु ग्यास हानेको अनकट फुटेज देखिन्छ। यो भिडियो हेर्नुहोस्। भिडियोमा मञ्चमा अश्रु ग्यास हान्नु पूर्वदेखि नै प्रहरी र प्रदर्शनकारी बीच तनाव चलिरहेको छ। सचेत चुडालले गोप्रो क्यामेराबाट खिचेर युट्युबमा राखेको भिडियोको 36 मिनट 1 सेकेन्डमा पृष्ठभूमिमा राष्ट्रगान बज्न सुरु भएको सुनिन्छ। त्यस्तै त्यति नै बेला अश्रु ग्यासको आवाज पड्किएको पनि सुनिन्छ। त्यसपछि उनी स्टेजतर्फ अघि बढेको भिडियोमा देखिन्छ। त्यसै क्रममा राष्ट्रगान बज्न रोकिन्छ। स्टेजभरि अश्रु ग्यासको धुवाँ फैलिन्छ। त्यसपछि उनी स्टेज भएको ठाउँबाट अघि बढ्छन्। यो भिडियो कैद गर्ने सचेत चुडालले यो क्लिप्सको र भिडियो नै हामीलाई उपलब्ध गराएका छन्। यो भिडियोमा रेकर्ड भएको समय स्पष्ट देखिन्छ र भिडियोमा नै राष्ट्रगान बजेको मजाले सुनिन्छ। यो हेर्नुहोस्। यस विषयमा मैले भिडियो रेकर्ड गर्ने सचेत चुडालसँग पनि कुरा गरेको थिएँ। उनले तिनकुनेमा आफूले जे देखे क्यामेरामा त्यही कैद भएको र सोही भिडियोमा नै अपलोड भएको बताए। यसअघि सामाजिक सञ्जालमा भाइरल भएको र हामीले समेत प्रसारण गरेको भिडियो स्टेज अघिबाट खिचिएको भिडियो थियो।
सचेतले खिचेको भिडियो स्टेजको अघि बायाँपट्टि तिनी कुनै सडकतर्फबाट खिचेका थिए। यो भिडियोले समेत स्टेजमा राष्ट्रगान बज्दै गर्दा प्रहरीले अश्रु ग्यास हानेको पुष्टि हुन्छ। प्रहरी प्रवक्ताको भनाइ झुटो ठहरिन्छ। राष्ट्रगान कहीँ बजेको छैन, त्यो फेक भिडियो। त्यति मात्र होइन, फेसबुकमा विवेक प्रसाईले अपलोड गरेको 3 मिनेट 25 सेकेन्डको भिडियोमा पनि राष्ट्रगान बज्दै गर्दा अश्रु ग्यास हानिएको देखाउँछ। प्रसाईले अपलोड गरेको भिडियोको 2 मिनेट 39 सेकेन्डमा राष्ट्रगान बज्न सुरु हुन्छ र 3 मिनेट 4 सेकेन्डमा स्टेजमा अश्रु ग्यासको धुवाँ फैलिन्छ। त्यसपछि राष्ट्रगान बज्न रोकिन्छ। स्टेजमा अश्रु ग्यास हानेपछि राजा फर्काऊ अभियानका संयोजक नवराज सुवेदीलाई राप्रपाका नेता रविन्द्र मिश्रले मञ्चबाट उरालेर सुरक्षित स्थानतर्फ लगेको भिडियो मिश्रले नै फेसबुकमा हालेका थिए। यी तथ्यहरूले देखाउँछ कि चैत 15 गते राजावादीहरूको मञ्चमा सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली नै बजिरहेको थियो र त्यही बेला प्रहरीले अश्रु ग्यास हानेको थियो। राजावादीहरूको प्रदर्शन उग्र थियो। दुर्गा प्रसाई नआउँदै सुरु भएको प्रहरी र प्रदर्शनकारीको तनाव, दुर्गा प्रसाईले प्रहरीको घेरा तोडेपछि अनि स्टेजमा अश्रु ग्यास हानेपछि झनै चर्किएको थियो। स्टेजमा हाल्यो, स्टेजमा नेता हो अगाडि हो। त्यस दिनको घटनाक्रम र दृश्यहरू हेर्दा प्रदर्शनकारी उग्र थिए। व्यवस्था नै उल्टाउने भन्दै सुरु भएको प्रदर्शन उग्र हुनु नौलो कुरा थिएन, तर उग्र भएका प्रदर्शनकारी नियन्त्रणका नाममा राज्य पक्षले झनै उग्रता देखाएका विवरणहरू सार्वजनिक भएका छन्। पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता दिनेश कुमार आचार्यले प्रदर्शनका क्रममा 58 राउन्ड गोली र 764 वटा अश्रु ग्यास प्रहार गरेको उल्लेख गरे। ग्यास सेल 746 छ, त्यस्तै ब्ल्याङ्क राउन्ड छ 192, त्यसै 58 वटा लाइभ राउन्ड छ र पिस्तोलको गोली 2 राउन्ड छ। तर उनले सार्वजनिक गरेको यो विवरणमा पनि शंका उत्पन्न भएको छ। हिमाल खबरका लागि पत्रकार मानबहादुर बस्नेतले लेखेको एउटा रिपोर्ट अनुसार चैत्र 15 गते तिनकुने प्रदर्शनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले अर्धस्वचालित हतियारबाट 110 राउन्ड गोली प्रहार भएको उल्लेख गरिएको छ। हिमाल खबरका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले चैत्र 20 गते तयार पारेको गोप्य रिपोर्टमा चैत्र 15 गते प्रहरीले प्राणघातक गोली नै 92 राउन्ड फायर गरेको छ, जसलाई प्रहरीले जंगी राउन्ड समेत भन्ने गरेको छ। जसमध्ये 81 राउन्ड सेल्फ लोडिङ राइफल SLR बाट मात्रै प्रहार भएको छ भने अर्धस्वचालित हतियार इन्सासबाट पनि 6 राउन्ड प्रहार भएको छ। यस्तै चिनिया पिस्तोलबाट 2 राउन्ड गोली चलेको गोप्य प्रतिवेदनमा उल्लेख भएको हिमाल खबरले लेखेको छ। यस्तै सशस्त्र प्रहरीले 18 राउन्ड जंगी राउन्ड प्रहार गरेको जनाइएको छ। आन्दोलनको अन्तिम अवस्थामा प्रयोग हुने यी हतियार प्रहरीले सुरुबाटै व्यापक रूपमा चलाएको छ। प्रहरीले हानेको जंगी राउन्डबाट 7 जना घाइते भएका छन्, जो अहिले उपचाररत रहेका छन्। यसबाहेक प्रहरीले रबर बुलेट मात्रै 201 राउन्ड हानेको छ। रबरको गोलीबाट 13 जना घाइते भएका छन्। म्याद सकिएको अश्रु ग्यास, आइजिपीले राज्य व्यवस्था समितिमा गरे झुटो दावी। चैत्र 15 गतेको प्रदर्शनमा सुरक्षा निकायले हानेको अश्रु ग्यास म्याद सकिएको थियो। प्रदर्शन स्थलमा भेटिएका अश्रु ग्यासका खोकामा लेखिएको यो मिति पनि हेर्नुहोस्। अगस्त 2012 एक्सपायरी डेट अगस्त 2012 मा हेर्नु त एक्सपायर भएको अश्रु ग्यास आज यहाँ प्रहार भएको थियो र यहाँ दाइले यहाँ संकलन गर्नु भएको अश्रु ग्यासको ढक्कनहरू यसको डेट छैन, यसको पनि डेट छैन हो। कति बाटो आएर गरेको छ भने तपाईँ बाटोभरि हेर्नु त सबै निकालेको छ यो हो। 2012 को एक्सपायरी डेट भएको है, अहिलेको युज गरेको छ।
तर नेपाल प्रहरीका आइजी दीपक थापाले भने म्याद सकिएको असुर ग्यास प्रहार नभएको झुटो दावी संसदीय समितिमा गरे। म्याद नआएको नआएको विषयमा मलाई चाहिँ जानकारी भएन। म्याद नागेको नआयो, तर म्याद भएकै चाहिँ हामीले हानेका हौँ। उनले म्याद सकिएको असुर ग्यास नष्ट गर्ने गरेको दावी समेत गरे। कानुन सम्मत रूपमा त्यो हामीसँग भएकालाई डिस्ट्रोय गर्नुपर्छ, त्यो त नष्ट गर्नुपर्छ। नष्ट नगरेको हामीसँग मौजातमा रहेकोलाई म्याद नआएको भनेर अब कहाँबाट कसरी आयो, तर हामीले हानेको ग्यास सेल म्याद भित्रिएको छ भन्ने मलाई लाग्छ। उक्त दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले 900 भन्दा बढी सेल प्रहार गरेको सुरक्षा निकायका अधिकारीहरूले बताउँछन्। राज्य व्यवस्था समितिको बैठकमा प्रहरी प्रमुख दीपक थापाले कम भन्दा कम क्षति हुने गरी प्रहरीले बल प्रयोग गर्न बाध्यात्मक अवस्था आएको प्रष्टीकरण समेत दिए। हामी सीमित स्रोत साधनभित्र रहेको, त्यसमा अधिकतम रूपमा लचक भएर कम भन्दा कम क्षति हुने गरी हामी अगाडि बढ्यौँ भन्ने हिसाबले हामी। यति मात्र होइन, प्रदर्शनका दिन प्रहरीले चलाएको गोली लागि घाइते हुने अधिकांश राजावादी आन्दोलनमा संलग्नै नभएका व्यक्तिहरू रहेको पाइएको छ। सोलुखुम्बुका विशाल निरौला, भोजपुरका दिल्ली प्रसाद लुइटेल, बैतडीका आशिष बोहरा, भोजपुरका रामप्रसाद राई, उदयपुरकी रेबिका खत्री, दिनेश खत्री, रामहरि श्रेष्ठहरू राजावादी आन्दोलनका कुनै पनि प्रदर्शनमा सहभागी थिएनन्। कोही कामबाट घर फर्किँदै थिए त कोही व्यक्तिगत काममा हिँडिरहेका थिए, तर गोली उनीहरूलाई नै लाग्यो। प्रहरी प्रवक्ताले भने रेबिका खत्री र दिनेश खत्रीलाई झुक्किएर गोली लागेको अभिव्यक्ति दिए। प्रहरीले त्यो ठाउँमा नियन्त्रणमा लिने अवस्थामा चाहिँ गोली हानेको अवस्था हो र त्यो हाल्ने बेलामा चाहिँ उहाँको तिग्राले गोली लागेको अवस्था चाहिँ छ। प्रदर्शनकारी यतापट्टि थियो, यहाँले जुन ठाउँमा उहाँहरू भएको ठाउँमा होइन, त्यसपछि उहाँहरूलाई त्यो हिसाबले पनि होइन, यतापट्टि जुन भएको थियो यतापट्टिबाट रिफ्लेक्ट भएको हुने अवस्था चाहिँ हुनसक्छ। त्यो कि आन्दोलनमा सहभागी नभएका सबैलाई गोली झुक्किएर लागेको हो, यसको जवाफ प्रहरीसँग छैन। चैत्र 15 गते राज संस्था पुनर्स्थापना गर्ने भन्दै भएको प्रदर्शनका क्रममा उग्र भएका प्रदर्शनकारीले निजी घर, सरकारी संरचना, सवारी साधनमा आगजनी गरे। त्यस क्रममा पत्रकार सुरेश रजकको जलेको घरभित्रै मृत्यु भयो। सबिन महर्जनले अनाहतमा गोली खाएर ज्यान गुमाए। दर्जनौं घाइते भए। यसको जिम्मेवार आन्दोलनकारी जति छन्, यो आन्दोलनलाई झन उग्र बनाउने राज्य पक्ष पनि जिम्मेवार छ, किनकि गृह मन्त्रालयकै अनुसार त्यस दिन आन्दोलनकारी र सुरक्षा कर्मीको संख्या बराबर जस्तै थियो। तर अहिले यो घटनामा राज्यले प्रदर्शनकारीहरूमाथि भटाभट पक्राउ गरेर मुद्दा चलाउँदैछ, तर राज्य पक्षबाट भएको गतिविधिमा छानबिन नै भएको छैन। घरको गेटैमा पुगेका रेबिका खत्री र दिनेश खत्रीलाई झुक्किएर गोली लाग्यो भने जस्तो गैर जिम्मेवार जवाब दिएर उम्किन मिल्छ। डिफ्लेक्ट भएको हुने अवस्था चाहिँ हुनसक्छ। त्यो यस विषयमा राज्य व्यवस्था समितिमा चर्काचर्की नै भयो। राजसपा लगायत विपक्षी दलहरूले नै न्यायिक छानबिन आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दै आएका छन्। प्रतिपक्षी दल मात्र होइन, सत्तारूढ दल नेपाली कांग्रेसका सांसदले समेत छानबिन आयोग बनाउनु पर्ने बताएका थिए। तर सत्तारूढ नेकपा एमालेका सांसद रघुजी पन्तले भने चैत्र 15 को घटना सफ्ट कु भएको भन्दै छानबिन आयोग बनाउन नहुने बताए। त्यस्तो घटनाको विरुद्धमा शान्ति सुरक्षा कायम गर्नुपर्दा भएका केही कुराहरूलाई ध्यानमा राखेर जसको अहिले पनि गम्भीरतापूर्वक अध्ययन र विश्लेषण र छानबिन भइरहेको छ, न्यायिक आयोगको माग गर्नु उचित। गृहमन्त्री रमेश लेखकले पनि छानबिन आयोग नबन्ने अडान लिए। यदि यसलाई हामीले राजनीति गर्न हो, यसको छानबिन गरौँ, न्यायिक आयोग बनाऊ, अथवा आयोजक को हुन्थ्यो खोजौँ, कसले उसका हात गर्यो त्यो पनि हेरौँ, गर्न खोजेका के हुन्थ्यो पनि बुझौँ भन्नेतिर अल्मलियौँ भने हामी छिट्टामा पुग्दैनौँ। यो आपराधिक घटना हो। अब प्रश्न यही उठ्छ, यदि आन्दोलनकारीहरूले मात्रै उग्रता प्रदर्शन गरेका थिए भने छानबिन आयोग बनाउन राज्यलाई किन डर? यो डर कतै प्रदर्शनकारीको भन्दा बढी प्रदर्शनलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा उग्र बनाउन सहयोग गरेको राज्यकै संरचनाको कमजोरी बाहिर आउने डरले त होइन? प्रश्न खडा भएको छ।